नयाँ भिडियोमा स्वागत छ। आज हामी दोलखा र रामेछापको सीमामा पर्ने महाभारत अन्तर्गतको सबैभन्दा अग्लो सैलुङ डाँडाको भिडियो देखाउनेछौँ। नूतन गाडी चलाइदिएको हो। कृष्णलाई रमाइलो भइरहेछ, रमाइलो लागिरहेछ। बमिट गर्दा गर्दा गाह्रो हुँदैन छैन नि। कस्तो लागिरहेछ? यता हेर त। कति शब्द राखिन्छ? घरमा खाना खायो अरे हामी। अब यो डाँडा हुँदै सैलुङ डाँडा 100वटा थुम्का। तपाईँलाई अनि कस्तो लागिरहेछ? मलाई राम्रै, ठिकै, रमाइलो अनुभव भइरहेको। फर्स्ट टाइम होइन तपाईँको? एकदम भेरी फर्स्ट टाइम। मेरो पनि फर्स्ट टाइम हो। हाम्रो स्टुडेन्ट चाहिँ यहाँनिर आइरहेछ। ल यता हेर त। एमा भ्लग बनाउँदैछु नि। हाम्रो यात्रा चाहिँ सुरु भयो। हामी सैलुङ जाँदैछौँ। अहिले पालेकै थियो आँखा चाहिँ मोबाइलमा ध्यान भएपछि
मैले नबुझेको एउटा कुरा नि दाजु, तपाईँ बेसीको मान्छे यो कुरो लागि बस्ने एकान्त लेकमा किन पो घर बनाउन लाग्नुभयो? यसरी एक्लिनु त राम्रो होइन पो। मलाई छ नि कोही नभएको ठाउँमा एउटा सानो चिटिक्क परेको घर बनाउनु मन छ, अनि वरिपरि फुल पनि राख्ने।